सर डिजिटल मार्केटिङ त सिकेँ तर यतिले पुगिरहेको छैन। क्लाइन्टको डिमान्ड नै बेग्लै छ। के गर्ने अब? कसरी मैले आफ्नो व्यवसायलाई चाहिँ अगाडि बढाउने? डिजिटल मार्केटिङ अहिलेको समयमा एउटा एआई रेभोल्युसन जस्तै हुन्छ नि बढिरहेको। जस्तै एआई बढिरहेछ, सबैको इन्ट्रेस्ट बढिरहेछ, त्यस्तै आजको युवाहरूको र बिजनेस ओनरहरूको पनि इन्ट्रेस्ट डिजिटल मार्केटिङतर्फ अघि बढी देखिरहेको छु। तर मोस्ट अफ द पिपल जो चाहिँ डिजिटल मार्केटिङ सिकिरहनु भएको छ, उहाँहरूले एउटा कुरा थाहा हुनु पऱ्यो कि मात्र डिजिटल मार्केटिङले काम चल्दैन। फेसबुक बुस्टिङ गर्न त सिकिहाल्नु भयो, तर फेसबुकमा बुस्ट के गर्ने? मेन क्लाइन्टसँग त्यो जुन कुरा इन्फर्मेसन फ्लो गर्न गइरहेको छौँ, त्यो एक्ज्याक्ट हुक, त्यो आफ्नो टार्गेट अडियन्स को हो त्यसको पहिचान हुनु पर्यो। डिजिटल मार्केटिङ भनेको एउटा टेक्निकल स्किल हो। आजको हरेक डिजिटल मार्केटरलाई, बिजनेस ओनरलाई पिपल स्किल पनि आउनु पर्यो, मतलब सेल्स स्किल आउनु पर्यो। र सेल्सको लागि उसलाई यो पनि सिक्नु पर्यो कि बिजनेसमा मेरो टार्गेट अडियन्स को हो, मेरो टार्गेट अडियन्सलाई के चाहिन्छ, मसँग के प्रोडक्ट छ, त्यो प्रोडक्टलाई म कसरी मेरो कम्पिटिसनभन्दा बेटर वेमा प्रेजेन्ट गरौँ। र जहाँ प्रेजेन्टको कुरा आउँछ त्यहाँ स्क्रिप्टिङको कुरा आउँछ। डिजिटल मार्केटिङ मात्र सिकेर तपाईँ सोचिरहनु भएको छ कि म ग्रो गरिहाल्नु प्रोफेसनली या मेरो बिजनेसमा, तपाईँ सक्नु हुँदैन। किनभने आजको समय भनेको डिजिटल ग्रोथको हो र डिजिटल मिडियामा जे देखिरहेछ नि त्यही मान्छे विश्वास गर्छन्। चाहे तपाईँ प्रोफेसनल हुनुहुन्छ भने तपाईँ आफ्नो क्लाइन्टको लागि पनि सिक्नुपर्छ कि कसरी भिडियो सुट गर्ने, भिडियो स्क्रिप्टिङ कसरी गर्ने। क्यामेराको सामने क्लाइन्टलाई पनि तपाईँले हेल्प गर्न सक्नु पर्यो कि क्यामेराको सामने क्लाइन्टलाई कसरी भिडियोलाई सुट गर्यो कन्फिडेन्टको साथमा। या तपाईँ आफै बिजनेस ओनर हुनुहुन्छ भने आफ्नो भिडियो आफै सुट गर्न जान्नु पर्यो। अर्को भनेको भिडियो नर्मल एडिटिङ सिक्नु सक्नु पर्यो तपाईँले, इङ्गेजिङ भिडियो बनाउनको लागि, हुक इन्क्लुड गर्नको लागि। अर्को भनेको नर्मल क्यानभाबाट भए पनि प्रिमियम क्यानभा लिएर तपाईँ ग्राफिक डिजाइनिङ सिक्नु पर्यो, किनभने मात्र भिडियोले काम चल्दैन, ग्राफिक पनि पोस्टहरू तपाईँले बुस्ट गर्न सक्नुपर्ने हुन्छ। सो यदि तपाईँले यी सबै कुरा आइरहेको छैन, मात्र डिजिटल मार्केटिङ फेसबुक बुस्टिङ सिकिहाले अनि सोच्नुहुन्छ कि म प्रोफेसनली ग्रो गरिहाल्नु या बिजनेसमा ग्रो गरिहाल्नु भने अहिलेको समयमा त्यो त्यतिकै रेलेभेन्ट हुँदैन। तपाईँले डिजिटल मार्केटिङ पनि सिक्नुहोस्, तर डिजिटल मार्केटिङ सिक्नुभन्दा पहिला यो सिक्नुहोस्, स्क्रिप्टिङ, सुटिङ, एडिटिङ, क्यानभा, ग्राफिक, एन्ड देन पुरा यसलाई इङ्गेजिङ वेमा प्रेजेन्टिङ सिक्नुहोस्, ताकि तपाईँ मार्केटभन्दा अलग प्रेजेन्ट गर्न सक्नुहुन्छ र आफ्नो क्लाइन्टलाई पनि हेल्प गर्न सक्नुहुन्छ या आफै आफ्नो बिजनेसलाई प्रमोट गर्न सक्नुहुन्छ। सो मात्र डिजिटल मार्केटिङ सिकेर हुँदैन। सरले भनेको कुरा त एकदमै ठिक हो, तर यो सबै कहाँ गएर सिक्ने? धेरैजसो एजेन्सीहरूले के गर्छन् भनेदेखि सिकाउँछन्, तर जुन हामीले चाहिरहेको हो त्यो कुरा चाहिँ सिक्नै पाइरहेको हुँदैन। हामी त्यहाँ जान्छौँ, फेसबुक एड चलाउन सिक्छौँ, अरू टेक्निकल कुराहरू सिक्छौँ, तर जुन यो आफै क्यामेरामा फेस गरेर बोल्ने अनि आफै यो भिडियो एडिट गर्ने, नर्मल बेसिक फोनबाटै प्रोफेसनल भिडियो कसरी खिच्ने, अनि भोइस टेक्निकहरू कसरी सुधार्ने, इङ्गेजिङ कन्टेन्ट आइडियाहरू कसरी सोच्ने, यो कुराहरू चाहिँ सिक्नै पाइँदैन बाहिर। यो कुरा चाहिँ कहाँबाट सिक्ने सर हामी चाहिँ? तपाईँको क्वेसन एकदम आजको हुन्छ नि, तपाईँले पिन पोइन्ट तपाईँले हुन्छ नि आज बिजनेस ओनरहरूको निकाल्नुभयो। तपाईँ सबैले डिजिटल मार्केटिङ मात्रै सिकिरहनु भएको छ। ठिक छ, डिजिटल मार्केटिङ पनि चाहियो, बुस्टिङ पनि सिक्नु पर्यो, तर बुस्टिङ मात्र हुँदैन। फेरि पनि रिपिट गर्छु, तपाईँले भोइस टेक्निक सिक्नुपर्छ। जब तपाईँ क्यामेराको सामने हुनुहुन्छ भने भोइसलाई कसरी हुन्छ नि प्रभावकारी बनाउने, प्रेजेन्ट गर्ने। भोइस सुट गर्नुभन्दा पहिले स्क्रिप्टिङ त आउनु पर्यो नि, स्क्रिप्ट बनाउनु पर्यो कि मेरो कुन प्रोडक्टको लागि कुन टार्गेट अडियन्सले यो प्रोडक्ट हेर्छ, त्यसले के सोध्छ अनि इन्क्वायरी गर्छ। दोस्रो भनेको सुट सिक्नु पर्यो, यो क्यामेरामा आएर यसरी निर्धक्क कन्फिडेन्टको साथ आफ्नो प्रोडक्टलाई प्रेजेन्ट गर्न सिक्नु पर्यो। तेस्रो भनेको आफै एउटा हुन्छ नि बेसिक नर्मल एडिटिङ, इङ्गेजिङ एडिटिङ मोबाइलबाट भए पनि आज हरेकको हातमा आइफोन छ र आइफोनमा राम्रो फिचर दिएको हुन्छ। त्यो आइफोनमा तपाईँ हुन्छ नि एडिटिङ सिक्न सक्नुपर्छ। र यी सबै कुरा हामीले हाम्रो स्पिक मान्डु लेभल अफ स्टार्टअप कम्युनिटीको मेम्बर्सहरूको लागि एकदम अफोर्डेबल प्राइसमा यी सबै प्र्याक्टिस, अभ्यास र ट्रेनिङ्सहरू दिइरहेछौँ, ताकि उहाँहरू यो सुट, एडिट, सेल र डिजिटल मार्केटिङ सिकेर आफ्नो बिजनेसलाई स्केल गर्न सक्नुहुन्छ। सो जो कोही पनि यो भिडियो हेर्नुहुन्छ तपाईँहरू या तपाईँ आएर हाम्रो स्पिक मान्डुको यो जुन हाम्रो 15 दिनको वर्कसप हुन गइरहेको छ, जहाँ तपाईँ एडिट, सुट, सेल र स्केल सिक्न सक्नुहुन्छ, त्यसमा आउनुहोस्। तपाईँ पनि आउनुहोस्, तपाईँको साथमा कोही हुनुहुन्छ भने उहाँहरू पनि लिएर आउनुहोस्। तपाईँ प्रोफेसनल पनि ग्रो गर्नुहुन्छ, आज बिजनेस ओनर हुनुहुन्छ भने तपाईँ आफ्नो बिजनेसलाई आफै प्रमोट गर्न सक्नुहुन्छ।